केपी ओली र रमेश लेखक जस्तो हत्यारालाई चाहिँ अदालतले म्याद थप नगर्नको लागि परमादेशै जारी गर्न हुने अनि सहकारी केसमा चाहिँ रवि लामिछानेलाई 5 दिन 7 दिन गरेर 84 दिनसम्म म्याद थप गर्दै अनुसन्धान गर्न चाहिँ मिल्ने। यो त अति भएन र? यो देशमा ल एन्ड अर्डर भनेको त बराबर हुनु पर्यो नि। हाम्रो देशको अदालतको न्यायाधीशहरू यति बिकाउ छ कि यो कुरा नगर्नु के। यिनीहरूले आफ्नो व्यक्ति विशेष हेरेर आफ्नो न्यायालयमा काम गर्छ यिनीहरूले। अब अदालतको गठन हामी कसरी गर्दैछौँ भन्दा आफ्नो पार्टीको कार्यकर्ता लगेर सर्वोच्च अदालतको न्यायाधीश बनाइदिन्छौँ एकैचोटि। कुनै जुडिसियरी एक्सपिरियन्स हुँदैन, न्यायिक अनुभव नभएको, वकालती अनुभव होला। कसैको त वकालती अनुभव मात्रै हुँदैन, त्यो विषयमा स्नातक गरेको हुन्छ। न्याय शास्त्रमा स्नातक गरेको व्यक्तिलाई लगेर सर्वोच्च अदालतमा यति वर्ष वकालत गरेको आदि इत्यादि भनेर हामी पुर्याइदिन्छौँ त्यहाँ। र वफादारीता के हुन्छ, जसले नियुक्त गर्यो त्यतापट्टि हुने, त्यो निष्पक्ष र एउटा तरिकासँग नियुक्ति भएको हुँदैन। त्यसले अर्को ठुलो दुष्परिणाम ल्याउँछ। केपी ओली र रमेश लेखकलाई राम्रोसँग अनुसन्धान गर्न त देऊ न यार। म्याद थप गर्ने नहुने, परमादेश जारी गर्नुपर्ने।